अनि हाम्रो हिरो होन्डामा जाँदैछौँ हामी होइन। यस्तो हाम्रो हिरो होन्डा हाम्रो न्यू मोडलको हिरो होन्डा कि यतिको छ बाहिर चाहिँ मान्छे हेर भित्र चढ्नु पिकनिकको गाडीहरू चढ्ने मेसिनको बजेट सुने साधु गाइजहरू देख्नु भएन बोलेन है। वेलकम ब्याक टु माई च्यानल इट्स मी नुमा। हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि हेर्नु न पिम्पल्स निस्केर यहाँ कस्तो भइरहेको छ मेरो अनुहार कति रातो देखाएको त्यही टाढैबाट। अनि आज चाहिँ म दोकान जान आँटेको छु होइन। अनि चिसो डेन्जर बढिरहेको छ, त्यही भएर हजुरहरू पनि तातो लुगा लाउनुहोस्, आफ्नो केयर गर्नुहोस् राम्रोसँगले होइन। अझै हुस्से हटेको छैन, हल्का हल्का छ कि। अनि त्यही भएर चाहिँ म दोकान जान आँटेको। शनिबार हो कि शनिबार, अनि बेताना मान्छे ठिकै हुन्छ, पिकनिकहरू आउनेहरू पनि हुन्छ कि। अनि मजाले के कस्तो छ देखाउँछु र बेतानाभित्रै छिर्दिनँ है म फेरि। त्यही दोकान बाहिर देखाउँछु म कस्तो छ के छ भनेर। ओके बाई बाई, टेक केयर सबैजनालाई। चैनल को सब्सक्राइब करो पहले, हाँ जल्दी करो। मुझे पता है कि आप लोग नहीं करते हो, वीडियो देखते हो लेकिन सब्सक्राइब नहीं करते। ये लाल कलर का बटन नहीं से दबाओ, जल्दी दबाओ, जल्दी दबाओ, फिर मैं शुरू करूँ। दबा दो जल्दी, दबा दिया, घंटी भी दबा देना ठीक है। अहिले चाहिँ हामी यस्तो हिरो होन्डामा कुदिरहेको छौँ होइन। अनि हिरो होन्डाको उयो के भन्छ नि गाडी कुदाउने मान्छे चाहिँ हामी पायो होइन। भटभटे हो, आवाज आएको छैन होला होइन, यो साइलेन्टमा गएको छ कहाँ। अनि त्यही भएर आवाज नआएको। अहिले चाहिँ हामी दोकान जाँदै हो होइन। यस्तो जाडो छ, हात यसरी ठिन्जाइसक्यो, चिसो चिसो भइसक्यो। अनि हाम्रो हिरो होन्डामा जाँदैछौँ हामी होइन। यस्तो हाम्रो हिरो होन्डा छ दामी छ नि हाम्रो। Wow! Beautiful! हाम्रो न्यू मोडलको हिरो होन्डा कि फेरि कस्तो मजा आउँछ यसमा कुदाउनु होइन। एक्सर्साइज पनि हुन्छ यो हिरो होन्डामा चाहिँ। अनि त्यही भएर हामी चाहिँ दोकान जाँदैछु अहिले होइन। मान्छेहरू दोकान लिएर आउँदैछ, मान्छेहरू कति धेरै छु। अब हामी दोकानमा गएर भेट्छौँ, बाई बाई। आई फर्गट हाम्रो हिरो होन्डा कस्तो छ प्लिज कमेन्ट डाउन बिलो ल, कमेन्ट गर्नु होला हाम्रो हिरो होन्डा कस्तो छ। हाम्रो यस्तो हिरो होन्डा देख्नु होला नि, हिरो होन्डा कमेन्ट गर्नु होला कस्तो छ हाम्रो हिरो होन्डा। मम्मीलाई चाहिँ मैले कफी बनाइदिइसकेँ होइन। मम चाहिँ यहाँ खानुहुँदैछ बिस्कुट, म पनि खाँदैछु बिस्कुट। अनि यस्तो खानु मान्छे हाम्रोमा देखाएको थियो हाम्रो कस्तो मिठो है बिस्कुट। हजुर म बिस्कुट खाँदैछु, मम्मीले चाहिँ कफी र बिस्कुट, म चाहिँ बिस्कुट मात्र। अनि अहिले त मान्छे छैन त्यस्तो धेरै होइन। एकछिनमा चाहिँ आउँछ होला मान्छेहरू धेरै जस्तो चाहिँ पिकनिक मात्र आएको छ। पिकनिकहरू घुम्नुको लागि स्कुलको कता कता आउनु भएको छ कहाँ मान्छेहरू हो। त्यही भएर अब एकछिनमा मान्छे हुन्छ त्यसपछि फोन पनि चलाउनु पाइँदैन होइन गाइजहरू, यस्तै हो। अब एकछिनमा भेट्नु चाहिँ फेरि के कस्तो हुन्छ मजा देखाउँछु। अहिले चाहिँ म बिस्कुट खाँदैछु, अलिक थुक्पा खाइसकेर। यतिको छ बाहिर चाहिँ मान्छे हेर भित्र चढ्नै छ मान्छे। बाहिर त्यतिको छ भिड भनेपछि भित्र जानु कतिको होला त गाइजहरू हेर्नु सक्नुहुन्छ। पिकनिकको गाडीहरू टन्नै आएको छ। यता त शनिबार मात्र फेरि यतिको अरू बेला त हुँदैन। अनि फेरि यतिको भिड मान्छे। अनि म चाहिँ यहाँ काम सकेर होइन मजाले बाहिर बसिरहेको, कस्तो जाडो जाडो हुँदैछ। यतिको बसिरहनु पर्छ कि अब यहाँ मान्छेहरू यसरी होइन। अनि यसरी बस्नु परेन त, कितना जाडो है। म चाहिँ किनकि अगाडि बसेर अगाडि मेरो थाहा छ हजुरहरूलाई हेर्नु छुट्टी छ नि यहाँ नर्मल छ नि। यसरी हेर्दाखेरि यहाँ टक्क बल छ। खोइ बल ला बोलेन यहाँ मेसिनको बजेट बल सुनेमीको साधु गाइजहरू देख्नु भएछ बोलेन है। अनि जाडो जाडो उफ अल्छी लाग्दो छैन दिनहरू, कस्तो अल्छी लाग्दो छैन त। म यहाँ बसिरहेको छु, मम्मी भित्र हुनुहुन्छ होइन। अनि के भन्नु अब के भन्नु, किनकि म चाहिँ भ्लग नहालेको कि कति छुट्याइसकेँ क्या, मैले कति ग्याप गरिसकेँ। त्यही भएर मेरो भ्युजहरू पनि भ्युज पनि आउनु हरायो होइन। अनि त्यसपछि मेरो लाइक पनि आउनु हरायो, मेरो कमेन्ट त झन् जिरो कमेन्ट पनि आउनु हरायो होइन। अनि त्यही भएर चाहिँ म अब जे जस्तो हुन्छ म भ्लग बनाउनु छोड्नु भएन भनेर चाहिँ म भ्लग जे गर्छु जस्तो गर्छु त्यस्तै म देखाउँछु भनेर चाहिँ म भ्लग स्टार्ट गरेको गाइजहरू हेर्नु। अब तपाईँहरूले मेरो भिडियोमा लाइक पनि गर्नु हुँदैन, भ्युज पनि आउँदैन, अहिले त माया मारिदिइसक्नु भयो।
प्लिज लाइक गरिदिनु होला। मेरो भिडियो हेर्नु भएको छ भने प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला प्लिज। सबैजनालाई मेरो बिन्ती छ। नमस्ते। एउटा हातले भिडियो बनाएछ। नमस्ते ल हामीलाई सपोर्ट गरिदिनु ल। अनि त्यही भएर अब चाहिँ म यतिकै बसिरहेको छु अनि यसभर चाहिँ दोकान बन्द गरेर घर जान्छु। कितना जाड़ो है, इतना इसे लुगे लगा के मैं यहाँ बस चुकी हूँ। ए हिंदी नहीं आता है तो क्यों ट्राई करता है नुमा सेट गाइजहरू। अब यस्तो मान्छेलाई यतिकै बसिरहेको छु यसरी म। मेरो फेरि यो के भन्छ नि हात चिसो भएपछि चिसो हात त हुँदैन तातो बनाउनुपर्छ। मरिमरि चेपेर बल्ल बल्ल 1 घन्टामा 2-3 घन्टा लाग्छ मेरो हात र खुट्टा चिसो तातो हुनुको लागि। अब कति चिसो हुन्छ चिसो। त्यही भएर गाइस हजुर पनि आफ्नो ख्याल राख्नुहोस् राम्रोसँगले। जाडो महिनामा होइन रुगामा के बिमारी हुने केही हुन्छ। त्यही भएर आफ्नो ख्याल गर्नुहोस्। तातो लुगा लाउनुहोस्। मजा पन्जा लगाएर घ्याप्प टोपी लगाएर बस्नुहोस्। त्यति नै छ। ओके बाई गाइस। अब म के गर्छु कस्तो गर्छु म हजुरलाई पढेर देखाउँछु ल। त्यही होइन आज म दोकानमै छु होइन। आज चाहिँ सन्डे हो अनि मेरो मम्मी चाहिँ यहाँ बुझ्दै मिलाउँदै हुनुहुन्छ सामानहरू होइन। अनि म चाहिँ यहाँ मिल्यो कि मिलेन भनेर हेर्दैछु। अनि त्यही हो मेरो नाक बन्द भइरहेको छ होइन। अनि मेरो मम्मी चाहिँ यसरी काम गर्नुहुन्छ। मम्मी चाहिँ के भन्छ नि औँसी पूर्णिमा मात्रै पसल आउनुहुन्छ क्या। त्यही भएर गाइजहरू अनि यहाँ आएपछि यस्तो कामहरू गर्नुहुन्छ मम्मीले होइन। मान्छे नै हे छैन पिताना मान्छे सुनसान छ पिताना मान्छे हिजो कति थियो होइन हजुरलाई थाहै छ होला। आज चाहिँ छैन। आज चाहिँ सन्डे हो अनि मेरो मम्मीले साफ गर्नुहुँदैछ। अनि के खानु होला यो बिस्कुट। यो बिस्कुट चाहिँ कसको फेभरेट हो होइन। यो बिस्कुट चाहिँ मेरो फेभरेट चिजबाट हो क्या। कस्तो मिठो हुन्छ मक्कदार मिठो हुन्छ यो बिस्कुट चाहिँ। मेरो फेभरेट वान अफ द फेभरेट बिस्कुटहरू चाहिँ होइन। मेरो मम्मीले पिसिसक्नुभयो अनि मेरो मम्मीले राख्नुभएको हेर्नु सक्नुहुन्छ। मेरो मम्मीले कसरी राख्नुभएको सिधा भएको छ गाइजहरू हेर्नु त एकचोटि भनिदिनु मेरो मम्मीलाई। यो अलिक गएर छ नाम सिधा भएको छैन। ए बल्ल मिलाउनु भयो यतिको काम त गर्नै पर्यो। हामी भाइ चाहिँ अहिले अलिक परान्दासी भएको छ गाइजहरू हेर्नु सक्नुहुन्छ। हाम्रो भाइ पढ्दैछ नेपालीको होइन। बिहालीको सेट गर्दै रहेछ भाइले। खै कहाँ गरेछ हौ भाइ। हामी भाइ कस्तो परान्दासी भएको छ आज भोलि। हाम्रो भाइ फेरि कस्तो लजाउँछ पढ्दैछ ऊ। हिजो भाइ कति लेसन तिमी कतिसम्म नोट गरिस् भन् त। के थाहा मलाई। बिहानदेखि रातिसम्म पढेछ हामी भाइ। लेख्दा गरेछ पढ्दा यतिको पढ्नुपर्छ नि भाइ। एकचोटि अनुहार देखाइदिएन ल तल खाने गरिदिनु नि ल। ए अब चाहेन भने यस्तै मेरो यो। अनि एकछिनमा क्यामेरा अफ भएपछि माग्छ यसले मलाई 100% थाहा छ गाइजहरू होइन। यहाँ भाइ कस्तो सोझो छ बोल्नै खोज्दैन। हेर्नु सक्नुहुन्छ अहिले झन् हाम्रो कस्तो प्रिटी फुल फुलेको छ पिङ्क कलर। वाउ माई पिङ्क कलर इज माई फेभरेट कलर। मैले तपाईँहरूलाई आएर मैले अस्ति देखाइसकेको छु हाम्रो फुलबारी फुलबारी अरे उयो सब्जीबारी साग भइगयो हेर्नु त्यहाँ काउली फुल्दैछ त्यहाँ। अनि यहाँनिर हामी फुल फुलिरहेको रोपिरहनु भएको छ। यस्तो फुल चाहिँ है अनि यस्तो है
कस्तो राम्रो फुलिरहेको छ, यस्तो फुलिरहेको छ। म तपाईँहरूलाई एकछिनमा सर र फुलहरू देखाइहाल्छु। अनि यो भयो हाम्रो लसुन, यो भयो साग र धनिया छ त्यहाँ वरिपरि सर पिङ्क कलरको फुल, येल्लो कलरको हेर्नु सक्नुहुन्छ, त्यहाँ हेर्नु सक्नुहुन्छ यस्तो खालको फुल। अनि त्यहाँ भयो पिङ्क कलरको रोज, देख्नुभयो कति छ फुल त, कति यसको चाहिँ अब अस्ति एक लट फुलेर यो चाहिँ मर्ने बेला भइसक्यो। अब यसको डेट सकिसक्यो, फेरि मर्छ। एकपालि मात्रै फुल्छ कि सर यस्तो ठुलो भयो भने चाहिँ त्यसको डेट सकिँदै गएछ, मर्दै गएछ गाइजहरू फुलहरू। अनि हाम्रो दामी फुल भयो रोज, त्यहाँ भयो रेड, यहाँ भयो कस्तो दामी पिङ्क कलरको। अहिले म एकछिनमा तपाईँहरूलाई भिडियोको सर यस्तो हुन्छ नि फुलहरूको सर हालिदिन्छु नि, हेर्दा कस्तो दामी देखेको यो पिङ्क। म अब हामी यस्तो झोला बोकेर हामी यहाँ दोकान जान आँटेको छौँ गाइजहरू होइन। अनि दोकान जान आँटेको छु। अनि मेरो भिडियोलाई लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला। चैनल को सब्सक्राइब करो पहले, हाँ जल्दी करो। मुझे पता है कि आप लोग नहीं करते हो, वीडियो देखते हो लेकिन सब्सक्राइब नहीं करते। ये लाल कलर का बटन नहीं से दबाओ, जल्दी दबाओ, जल्दी दबाओ, फिर मैं शुरू करूँ। दबा दो जल्दी, दबा दिया, घंटी भी दबा देना, ठीक है। सबैजनाले सेयर गरिदिनु होला। ओके बाई गाइस, थ्याङ्क यू फर द वाचिङ। अस्ति यसको भिडियो जोडेर हाल्नु, बाई बाई।